डिजिटल बिजनेस डिजिटल बिजनेस डिजिटल बिजनेस ओ माई गड कान पाकिसक्यो यो डिजिटल बिजनेस सुन्दा सुन्दा होइन के चाहिँ रहेछ यो डिजिटल बिजनेस भनेको। मेरो नाम योगिता, म चाहिँ टोरन्टो क्यानाडामा बसिरहेको 5 वर्ष भयो र इमिग्रेन्ट भएर आएको थिएँ एन्ड नाउ आइम अ पर्मानेन्ट रेसिडेन्स हियर इन क्यानाडा। डिजिटल बिजनेसको बारेमा भन्नुभन्दा पहिला मेरो ब्याकग्राउन्डको बारेमा म भन्न चाहन्छु। म चाहिँ एज अ नर्स, म रजिस्टर्ड नर्सको काम गरिरहेको छु हस्पिटलमा। एट द सेम टाइम आइम अ प्राउड डिजिटल बिजनेस ओनर। 3टा क्वेसन यो बिजनेसको बारेमा। बिजनेस के हो, यो बिजनेसमा कसरी पैसा कमाइन्छ र बिजनेसमा गरिन्छ के। यो 3टा क्वेसन चाहिँ एकदम कमन क्वेसन, सबैजनाले सोध्ने। म यो 3टा क्वेसनको एन्सर दिन्छु अनि त्यसपछि इफ यु हेभ मोर क्वेसन्स यु क्यान अलवेज आस्क मी इन द कमेन्ट सेक्सन्स। कमेन्ट सेक्सन्स यता डिजिटल मार्केटिङ बिजनेस नाम नै काफी छ, सेल्फ एक्सप्लेनेटरी, जसमा चाहिँ डिजिटल्ली हामीले चाहिँ फोन भयो, ल्यापटप भयो, कुनै पनि स्मार्टफोन, कुनै पनि स्मार्ट ग्याजेटहरू युज गरेर तपाईँले गर्न सक्ने बिजनेसलाई चाहिँ डिजिटल बिजनेस भनिन्छ र मार्केटिङ गर्ने हुनाले हामीले यो बिजनेसको नाम राखेको छ डिजिटल मार्केटिङ बिजनेस। अब योगिता, यो बिजनेसमा गर्ने के? यो क्वेसनको एन्सर यो छ कि हामीले 7वटा डिफ्रेन्ट सोसल मिडिया प्लेटफर्महरूलाई युटिलाइज गरेर इन्कम जेनेरेट गर्ने चाहिँ वातावरण बनाउँछौँ। अब त्यो सोसल मिडिया यही फेसबुक, यही इन्स्टाग्राम, यही टिकटक, यही पिन्ट्रेस्ट, यही गुगल एड्स, यही युट्युब, तपाईँले जो हेरिरहनुहुन्छ, तपाईँले कतिजनाको भिडियोहरूमा लाइक कमेन्ट गर्नुहुन्छ, सेयर गर्नुहुन्छ होइन, अनि इन्टरेक्टहरू गर्नुहुन्छ नि, हो यो सेम कुरा गरेर नै तपाईँले पैसा कमाउने माध्यम पाउनुहुन्छ। यही कुरा गरेर हामीले इन्कम जेनेरेट गरिरहेको छौँ भनेपछि जहाँ चाहिँ तपाईँको फोन, यही सोसल मिडिया जो तपाईँलाई गर्न मन लाग्छ त्यही कुरा गरेर जब इन्कम कमाउने वातावरण मिलिरहेछ भनेपछि किन चाहिँ ट्राई नगर्ने। र मेन क्वेसन हो पैसा कसरी कमाइन्छ।